साथीहरू यो जुन मिलन अनि अस्मी भन्ने कपाल थियो नि योभन्दा पहिला के सोसल मिडियामा जुन युट्युब टिकटक अनि फेसबुक रिल्सहरूमा एकदम फेमस कपाल हो कि यिनीहरू एकदम भाइरल कपाल हो। अब यिनीहरूको ब्रेकअप कहिले भयो त्यो चाहिँ मलाई थाहा भएन, तर अहिले भर्खरैदेखि क्या मेरो टिकटकमा यिनीहरूको भिडियो आइरहेछ क्या, पोस्ट आइरहेछ बिफोर अनि आफ्टर भनेर। बिफोरमा पहिलाको मतलब मिलन र अस्मीको आइरहेछ, त्यसपछि आफ्टरमा चाहिँ अर्को नयाँ केटीको फोटो आइरहेछ क्या। त्यसपछि मैले यसो यिनीहरूको रियल आइडीमा अनि युट्युब च्यानलमा यसो गएर यिनीहरूको भिडियोमा कमेन्ट गर्नु पर्यो कि आफ्नो सुझाव भन्नु पर्यो भनेर यसो गएको त मिलन त लास्टै चलाएको रहेछ त यार। गाली खाइन्छ भनेर पुरै कमेन्टै अफ गरेर रहेछ क्या। अनि त्यो अस्मीसँग बनाएको भिडियो पुरै डिलिट गरेर रहेछ, डिलिट गर्यो कि प्राइभेट गर्यो, तर पुरै के त्यहाँ भिडियोको नाम निशान छैन क्या। त्यो नयाँ केटीसँग बनाएको भिडियो मात्रै रहेछ महाकसम। तर यार भाइ त लास्टै चलाएको छस् त, बचेर बस। त्यो कमेन्ट चाहिँ नखोलेस् भाइ, कमेन्ट खोलिस् भने गालीको बर्सात आउला, फेरि भात खाउँ कि गाली खाउँ भइजाला, फेरि मर्नु न बाँच्नु भइजालोस् गाली सुनेर कमेन्टमा। त्यही भएर ठिक छ, कमेन्ट अफ गर, चुप्प लाएर बस, रिल्याक्स बस, नत्र गाली त 100% खान्छस् भाइ, अफ गरेरै बस।